हरेकले, मैले भन्नु पर्दैन, हरेकले असुरक्षित महसुस गरिरहेको छ। हरेकले। मैले पहिले पनि भनेको थिएँ कि पत्रकारहरूले पनि आफैले सेल्फ सेन्सरसिप गर्नु परेको छ। भयपूर्ण भययुक्त वातावरण छ। कसको पक्षमा लेखिदिनु पर्ने जेसुकै भए पनि, कसको विपक्षमा लेखिदिनु पर्ने जेसुकै भए पनि यस्तो खालको परिस्थिति छ। होइन भने धम्की आउँछ। देशको प्रधान न्यायाधीशले समेत धम्की आयो, काम गर्न सकिने अवस्था छैन, धेरै नराम्रो धम्की आएको छ भन्ने देशको प्रधान न्यायाधीशले समेत भनेको अवस्था छ भने निर्वाचन आयोग एउटा त्रासदीपूर्ण स्थितिमा हामीले काम गर्नु परेको छ भनेर भनिरहेको छ। यस्तो छ। प्रहरीको मनोबल कमजोर छ। जनताले प्रहरी बस्ने ठाउँ पुनर्निर्माण गरिदिएका छन्, सरकारले गर्न सकेका छैन केही पनि। लुटेका हतियारहरू फिर्ता आएका छैनन्। जेल फोड्ने जस्तो काम हो। जेल फोड्ने, क्रिमिनल एक्टिभिटी गर्नेहरू नायक भएर हिँडेका छन् र सरकार त्यस्ता मान्छेहरूको मुद्दा फिर्ता लिने, अभियोग परिवर्तन गर्ने त्यस्ता खालको काम गरिरहेको छ। यस्तो स्थितिमा शान्ति सुरक्षाको अवस्था मैले भनिरहनु पर्ला जस्तो लाग्दैन। तपाईँहरूलाई थाहा छ, झापाका एसपी निष्पक्ष भूमिका खेल्ने डर भयो सरकारलाई, त्यसकारण उहाँ फेरिनु भएको छ। उहाँलाई काठमाडौँ तानिएको छ, किनभने उहाँको भूमिका निष्पक्ष हुन्छ कि भन्ने डर सरकारलाई भयो। केहीले एसपी परिवर्तन गरिनुपर्छ भनेर माग गरे र त्यसरी परिवर्तन हो। एउटा दलले एउटा एसपी परिवर्तनको माग गर्छ, अर्को दलले एसएसपी परिवर्तनको माग गर्छ, अर्को दलले डिएसपी परिवर्तनको माग गर्छ। कसले गरेको माग चाहिँ पुरा गर्ने, कसले गरेको नगर्ने, कसको पक्षमा अनुकूल हुनुपर्ने। म धेरै अगाडि नै भनौँ 32-33 वर्ष अगाडि गृहमन्त्री थिएँ। त्यस बेला पनि मैले यो पक्ष र त्यो पक्ष भनेर त्यसरी होइन, नियमअनुसार जे हुन्छ त्यसरी मात्रै सरुवा जस्ता कुराहरू गर्थेँ। पछि म परराष्ट्र मन्त्री हुँदा वा म प्रधानमन्त्री हुँदा कुनै पनि समयमा यस प्रकारका कामहरू भन्सुनका आधारमा, दबावका आधारमा वा कसलाई के आवश्यकता पर्यो भन्ने कुराको आधारमा होइन, त्यसरी गरिँदैन थियो। तर सिमरामा हाम्रो युवाहरूले कार्यक्रम गर्न खोज्दा त्यहाँ सोकल जेनजीका नाममा केही क्रिमिनल तत्त्वहरूले त्यसलाई बिथोल्न खोजे। यतिसम्म कि एयरपोर्टमा डिस्टर्ब गर्न खोजे, एयरपोर्टको गेट खोले। त्यो रोक्दाखेरि प्रहरी अधिकृत सरुवा भयो। त्यो कुरा पनि हामीले देखेका छौँ, कसरी सरुवा हुने गरेका छौँ। यस्तो अवस्थामा शान्ति सुरक्षाको स्थिति ठिक छ भन्न सकिँदैन र देशलाई अहिले निष्पक्ष ढङ्गले काम गर्ने शान्ति सुरक्षाको भरपर्दो स्थिति चाहिएको छ।